बगोस् है। आज चाहिँ हेटौँडामा सधैँ बिहान चाहिँ रोडमा पर्ने घरहरू चाहिँ यो चाहिँ बजार विस्तार गर्नको लागि यसरी भत्काएर तपाईँहरू ड्याङ ड्याङ हालेर आदिहरू डोजा चाहिँ सुरु भएको छ है। आज हेर्नु दायाँ बायाँ 22 मिटर हो अरे। भनेपछि यो घरहरू त निकै टाढा नै परैसम्म ल दायाँ बायाँ यस्तो छ है। ल घरको हावा यता सबै भत्का छ तलसम्म। अहिले हामी चाहिँ हेटौँडाको बजार सुरुबाट छौँ। यहाँ चाहिँ बुद्ध चोक हो। यो बुद्ध चोकमा छौँ अहिले। हामी बुवा र म यहाँ हेर्न आउँछ है। हाम्रो बुवा पनि हेर्न आउनुभएको छ कि घरहरू यस्तो यस्तो छ अवस्था है। यस्तो यस्तो छ स्कुल छोरा आइरहेछन्। घरहरू यस्तो यस्तो भत्काइरहेको छ। हेटौँडाको अवस्था चाहिँ यस्तो छ अहिले। ल हेरौँ ल यो चाहिँ हेटौँडाको बुद्ध चोक ल मेन चोक अनि सब भत्काएको छ। यसरी ट्याम यो चाहिँ यो सुपाटार ब्यारी यो भीमफेरी जाने रोड यो सबै भत्काएको छ। ल हेर्नु ल हेटौँडाको अवस्था यस्तो छ अहिले। अब यो चाहिँ दायाँ बायाँ चाहिँ 25 मिटर हानेर छ। यस्तो गरेर आज हेटौँडा बजारमा आज चाहिँ 25 मिटर दायाँ बायाँ हान्दा यो चाहिँ बुद्ध चोक मेन ठाउँ है साथीहरू। ल अहिले चाहिँ हामी चाहिँ यो बुद्ध चोकमा है। ल घरहरू चाहिँ यस्तो यस्तो छ है अब।